नेपालमा धेरै पटक यो कुरोहरू आयो सुकुम्बासीको, तर उहाँको समाधान लङ टर्ममा कुनै अहिलेसम्म आएको छैन। र बालेन्द्र शाहले अहिले जुन कुराहरू गर्नुभयो नि उनीहरूलाई, त्यो एउटा लङ टर्ममा समाधान गर्ने गरी त्यो गर्नुभएको छ। टेम्पोररीको लागि उहाँ पनि सर्ट टर्म उपायहरू हेर्नु भएको छ। अब कुरा त्यहाँ आयो कि अब को हुनुहुन्छ के सुकुम्बासीहरू के धेरै मान्छेहरू यसो जबरजस्ती आएर नातावादले कृपावादले पनि त्यहाँ बसोबास गरिरहेको छ। एक्चुअल तथ्याङ्क डाटाहरू हुन्छ नि त्यो हामीलाई कुन सङ्ख्या कति हो उनीहरूको त्योमा ध्यान दिनु पर्यो। त्यसपछि उहाँहरूलाई व्यवस्थित रूपमा कतै यसो अपार्टमेन्ट होस् या कतै हाउसिङहरू होस् त्यहाँ व्यवस्था गरेर जुन एउटा अलि एफोर्डेबल पनि होस् र उनीहरूलाई लङ टर्मसम्म राख्ने गरी हुन्छ नि। अब यहाँ राख्यो थोरै सर्ट टर्मको लागि, त्यसपछि अर्को दियो, त्यसपछि अर्को दियो, त्यसरी त हुँदैन समाधान। उनीहरूलाई एउटा यस्तो व्यवस्था गर्नु पर्यो, एउटा अपार्टमेन्ट नै होस् या कतै हाउसिङ होस्, उनीहरूलाई सही रूपमा व्यवस्थापन गर्नु पर्यो। जुन खोला साइडमा बसिरहेको थियो नि उनीहरूलाई ज्यान जोखिमहरू गर्ने समस्याहरू धेरै थियो। त्यहाँ बाढीहरू आयो भने कहाँ जान्थ्यो उनीहरू, लास्टै गाह्रो हुन्थ्यो। त्यहाँ तपाईँ जानुभयो भने एकदमै त्यो हुन्छ नि, मान्छेहरू हुन्छ नि हेर्दा पनि हेर्दैन त्यस्तोसम्म उनीहरू दुःख गरेर बसेको छ के। एक्चुअल त नेपालकै मानिसहरू हो नि उनीहरू, त्यही भएर उनीहरूलाई पनि जोस एकदमै व्यवस्थापन गर्नु पर्यो। घाँस बाँस कपासको व्यवस्था गर्नु पर्यो। त्यसपछि हाम्रो प्रधानमन्त्रीज्यू बालेन्द्र शाहलाई लङ टर्ममा यसो सोल्युसन दिनु पर्यो कि अब भोलि पर्सि म भएन भने, जस्तै पिएम बालेन शाह भएन भने उनीहरूलाई लङ टर्ममा समाधान कसरी होस्। सरकारहरू त चेन्ज भइरहेको हुन्छ तर उहाँहरूको समाधान सधैँ रूपमा हुनु पर्यो, त्यसरी व्यवस्था मिलाउनु पर्यो। घाँस बाँस कपासको व्यवस्था दिनु पर्यो र उहाँहरूलाई जुन कामहरू गर्नुभयो नि बालेन्द्र शाहलाई धन्यवाद छ उहाँलाई, किनभने उहाँले चाहिँ जुन यो कुरोहरू एकदमै अत्यन्त आवश्यकता हो कि एउटा विकासमा पनि बाधा हुन्छ। अब जस्तै खोलाको साइडहरूमा यसो हेर्नुभयो भने चारैतिर पार्कहरू छ, एकदमै व्यवस्थित गरेको छ, तर त्यो ठाउँमा वास्तविकतामा यसो आउनुभयो भने यो तीन कुनेवाला यो कोटेश्वर एरियाहरूवाला हुन्छ नि त्यो खोलाहरूको बानेश्वरको एरियाहरू, यति अलि त्यो गाह्रो उनीहरूलाई छ भने थाहै छ। न बाटोको राम्रो सुविधा छ त्यहाँ, न उनीहरूको घरको पनि राम्रो व्यवस्था छैन। त्यस्तो छ कि उनीहरूलाई राम्रो व्यवस्था गर्नु पर्यो। थापाथली एरियामा तपाईँले यस्तै हेर्नुभयो हिलो हुन्छ सधैँ यसो जाँदाखेरि, म प्राय त्यो बाटो हिँड्दाखेरि बाइकहरूले गर्दा जाँदा एकदमै हिलो हुन्थ्यो। उनीहरूलाई व्यवस्थापन गर्नु पर्यो। त्यही हो कि उनीहरूलाई पनि दुःख छ, को जानी त्यस्तोमा बस्छ के। त्यही हो कि उनीहरूलाई पर्मानेन्ट सोल्युसन गर्नु पर्यो। घाँस बाँस कपासको व्यवस्था गर्नु पर्यो। म बारम्बार भनिरहेको त्यही कुरो, घाँस बाँस कपास एकदमै इम्पोर्टेन्ट हो, जुन नेपाली जनताहरूमा पनि अहिलेसम्म पुगेको छैन। त्यो सबै व्यवस्थित हुनु पर्यो। उनीहरूलाई पनि एउटा यस्तो सोसाइटी बनाइदियोस् कि भनेर अरूले यसो एट्र्याक्सन पनि होस्, टुरिस्टहरू पनि गएर हेरोस् कि उनीहरूको पहिलाको अवस्था र प्रेजेन्टको अवस्था कस्तो राम्रो छ भनेर। र जुन उहाँहरूले समाधानको लागि कोसिस गरिराख्नु भएको छ नि, यसरी नै सरकारहरूले ध्यान दियो भने उहाँहरूलाई पर्मानेन्ट सोल्युसन आउँछ। त्यही हो कि सुकुम्बासीको एक्चुअली समस्याहरू। र उहाँहरूलाई हेर्नु के हुन्छ अब नेपालमा अब विकासको घन्टी बजि नै रहेछ। अब चारैतिर यस्तै समाधानहरू सबैहरूको समस्याहरू यसो हेऱ्यो भने धेरै राम्रो हुन्छ।